मुकबाङ भिडियोहरू हेर्दाखेरि म पनि त्यति जाबो त खाइदिइहाल्छु नि जस्तो लागेर मैले पनि यति धेरै अर्डर गरेको थिएँ तर खानै सकिनँ। कोरियन रेस्टुरेन्टमा जाँदा जहिले किम्बा पनि तोकबोकै खाँदा खाँदा वाक्क लाग्यो है मलाई। मैले अर्डर गर्ने सोचे जम्पिङ जिङ गेम अनि जप चप मेरो मिङ्गीले ट्याउ गर्दाखेरि यस्तै बास्ना आउँछ होला है। मैले अर्डर गरेको यो जाप्चे चाहिँ ग्लास नुडल्सको बनेको चाउमिन टाइपको थियो अनि यो चाहिँ याङन्यम चिकन एउटा पिसै यत्रो ठुलो थियो र पर्सनली मलाई सबभन्दा धेरै मन पर्यो यो चिकन स्ट्यू। मिन्ट लेमोनेड एउटा दन्काएर दाँतभरि पुदिना अड्काएर म लागे घरतिर। एक्लै पठाउमा आएको एक्लै पठाउमै फर्किन्छु। पठाउको पोइन्ट सेक्सनमा जानुभयो भने यस्तो डिल्स अनि बेनिफिट्स भन्ने देख्नुहुन्छ है। तपाईले पठाउ सर्भिसमा युज गर्नु भएको 50% अमाउन्ट चाहिँ पठाउ पोइन्ट्समा गएर कलेक्ट हुन्छ र मैले यो रिडिम गरेर अर्को राइडमा डिस्काउन्ट पाएँ। पठाउ डिल्सबाट बाइक र कार राइड्सहरुमा टन्नै डिस्काउन्ट रिडिम गर्न मिल्छ। डिल्सबाट चाहिँ यसरी राइड्समा डिस्काउन्ट पाइन्छ भने बेनिफिट सेक्सनबाट चाहिँ भेरियस स्टोर्स र रेस्टुरेन्टमा बिल तिर्ने बेला क्यूआर स्क्यान गरेर टन्नै डिस्काउन्ट पाउन सकिन्छ। तपाईहरु पनि म जस्तै पठाउ पोइन्ट्स रिडिम गरेर राइड्स र डिफरेन्ट रेस्टुरेन्ट्स र स्टोर्सहरुमा डिस्काउन्ट इन्जोय गर्नु।